यो चाहिँ हामी पढेको स्कुल। देऊ छोरी देऊ लिदेऊ बाबु लिदेऊ खिचिदिन्छु क्या भिडियोलाई। ल यो हाम्रो सुरेश दाइको घर भाउजू हुनुहुन्छ मेरो। आऊ हाम्रो घर आऊ हाम्रो घर आऊ। आज यसरी बाबाको घरमा नानी आएकी छन्। यसरी यो नानीले हेरिछन्। बाबामा हुनुहुन्थ्यो भने कति बेला आयो भन्नुहुन्थ्यो, नानीलाई देख्न पाउनुहुन्थ्यो। यसरी झाडी पल्टेको छ घर। यसरी बाबामा घर अनुसन्धान गर्दैछिन् छोरीले। अस्ति म आएर अनुसन्धान गरेर गएँ, आज नानीले अनुसन्धान गर्दैछिन्। यतापट्टि बाको पोस्टरमा ल्याइदेऊ, यहाँ ल्याऊ। ततापट्टि उयो लान्छ, यतापट्टि खिच ल। ल नानी, तिम्रो बुढो हजुरबा तिमीलाई काखा लिनुभयो, तर ठुलो अस्ति देख्न पाउनु भएन। तिम्रो बुढो हजुरबालाई हेर, देख्यौ? नमस्ते गर छोरी। हजुरबालाई नमस्ते गर। हजुरबालाई चुप्प गरिदेऊ, गर रोक्यौ। यस्तो हात गर्छ नानी। आमा हो हजुरआमा, बुढी हजुरआमा, तिमीलाई त देख्न नि पाउनु भएन बुढी हजुरआमाले। हजुरआमालाई नमस्ते गर छोरी, नमस्ते गर। हजुरआमालाई चुप्प गर, गर छोरी। यहाँ हजुरआमाले पकाएर खाने चुलो हेर त, जिउ गर। तिलक लगाउँदाखेरिमा हेर्ने ऐना हो यो, हेर। हजुरबाले तिलक लगाउने ऐना हो त। आऊ त, आऊ आऊ, जिउ गर, आऊ ल। आमा पनि ट्याक्कै हेर, यहाँ यसरी नै बस्नुहुन्थ्यो। यहाँ यसरी नै बसेर हामीलाई टिका लगाइदिएर लो सन्तान होस् भनेर
हामीलाई आशिष दिन अब ट्याक्कै यही ठाउँमा हो। त्यो भिडियो मसँग छ, त्यो भिडियो अर्को उसमा राखौँला मैले। अहिले ट्याक्कै आमाले आशिष दिनुभएको ठाउँमा बसेकी छन् नानी अहिले यसरी। छोरी यता हेर, जहाँ त घुमाएको हो। यहाँ छोरी ढिगारीमा आइछन्। त्यो बाबाआमाको बस्नु झ्याउछु जस्तो तस्तै छ। कोइलेटोहरू जङ्गल भएको छ। छोरी यसरी भैँसी हेर त आयो आयो क्या। यो चाहिँ हाम्रो तल्लो घर माइला बाको घर हो। यसरी माइला बा घर पनि सुनसान छ, कोही पनि बस्नुहुन्न, खाली छ यो घर पनि। यतापट्टि चाहिँ बस्नुहुन्छ होला भाउजू। यस्तो छ ल हेर्नुहोस् गाउँतिरको। यो बाटो चाहिँ धेरै हिँड्यो हामी। मैले आज यो भ्लग बनाएर यो सबै मेमोरीहरूलाई सुरक्षित बनाउनको लागि परेको छु, खिचिरहेको छु। यस्तो छ हाम्रो गाउँघरमा, एउटा घरबाट अर्को घरमा जाने बाटोहरू यसरी हुन्छ गाउँघरतिरको बाटो। यहाँ झरिसके पछाडि यतापट्टि चाहिँ यो हाम्रो किहिन्दाईको घर हो। यो चाहिँ यसरी बाख्रा पाल्न रहेछ। यो चाहिँ यतापट्टिको घर पनि खाली छ। यो चाहिँ यता सुसनको घर पनि यतापट्टि। यहाँ बाजेको घर हो। यो घर पनि पुरै खाली छ। यो चाहिँ हामी बाख्रा चराउन जाने ठाउँ हो। यो ल यो चाहिँ हामीले पानी खानी पँधेरो हो। यो गाउँतिरको यस्तो छ। हाम्रो घर चाहिँ हेरी यहाँ यो बाटोबाट जाने यो हो। यतातिर उता गाउँतिर जाने बाटो पँधेरो चाहिँ यस्तो छ। हाम्रो हजुरबा आएर दिनदिनै नुहाउनुहुन्थ्यो पँधेरामा। अहिले पानी सुकेको छ, पानी बिस्तारै रसाउँदैछ। माथि एउटा मूल छ। यहाँ जङ्गका कटुसका रुखहरू छ। यी कटुसका रुख हुन्। यसरी अहिले पँधेरो सफा गर्नुभयो रहेछ यतातिर सबैजनाले। ल माइली आमा आउनुभएको छ। म कोरियादेखिबाट आएको भएर अहिले खुसी भएर माइली आमा आउनुभयो। मलाई एकदमै खुसी लाग्यो। पहिला माइला बानी हुनुहुन्थ्यो, माइला बानी माया गर्नुहुन्थ्यो, कति रमाइलो थियो। भन्नु बोल्नु छोडिदेऊ न हजुर। सकेका हुन् धकल लिने सम हाम्रो हजुरआमासँग भेट भयो है। कति वर्ष कि हुनु अरे हजुरआमा? हाम्रो दाई हुनुहुन्छ साढे दाई। यसरी आइयो यिनको जन्म घरमा आउँदैछौँ हामी चाहिँ।
मेरो ससुराली इङ्गेजमेन्ट भएको घर। अत्तै धेरै नै फलेर छ हो त है। यसरी पानी परिरहेको छ आज चाहिँ तर्केर यो हाम्रो साहे बजार हो। हजुर हजुर गाई बुटा चढ्यो भने त यो सबै झर्छ। पुरै भुइँभरि यसरी पुराना घरहरू यसरी पुरै थोत्रो भइसकेका छन्। कस्तो घर भन्नु अरे प्रदीप अङ्कलको घर रहेछ यो चाहिँ। कस्तो छ अवस्था। पहिला भजन कीर्तन गाएर रमाइलो गरेर बस्ने गामहरू चाहिँ अहिले यसरी झाडीले छोपिएका छन्। यो देख्दा एकदमै नरमाइलो फिल भएर आउँछ। के गर्नु। यसरी पानी परिरहेको छ आज चाहिँ तर्केर यो हाम्रो साहे बजार हो। नमस्ते नमस्ते नमस्ते। कति खुसी हुँदै आइथि। एक दिन ढिलो भयो भने त फेरि अगाडि हेरियो। छोरी बाबा घर आइन है छोरीलाई। छोरी आऊ। तिमी बाहिर भएर हो के?
चाहिँ गण्डकी ट्राउट फार्म आएछौँ। यता हेर्नु भिनाजु आज हामी यसरी गण्डकी ट्राउट फार्ममा आइएको छ घुम्नको लागि। पस्क न बियर पस्क त ब्रेक हान्छ घुमाउने सबै यसरी हो। हेर्न दि ब्रेक हाल ल हेर्नु यस्तो गर्छु ब्रेक लाग्यो यो यसरी लगाउँछु यो होल्ड भयो। मिलाइदिन्छु अब